काठमाडौँमा अरू सबैलाई भोट दिनुहोस् जे गर्नुहोस् त्यो आफ्नो कुरा, तर यो राजु पाण्डे भन्नेलाई चाहिँ तपाईँहरूले नजिताउनु होला। यो राजु पाण्डे भनेको गरिबको दुश्मन हो। यो राजु पाण्डेले फुटपाथका व्यापारीहरूलाई लखेट्यो, नगर प्रहरी लगाएर तपाईँको नाङ्लो पसल थापिरहेकाहरू, दुई चारवटा केरा बोकिरहेकाहरू, सुन्तला बदाम बोकिरहेकाहरू लचार पछार गरेर उनीहरूले तपाईँको एउटा आइटममा 1 रुपियाँ 2 रुपियाँ 4 रुपियाँ नाफा खाएर दिनभरि बसेका ती गरिबहरूको तपाईँको उठिवास लगाउने यो गरिबको दुश्मनलाई हराउनु होला। किन भन्दाखेरि यसले सुकुम्बासीलाई लखेट्यो, हेर्नुहोस् कबाडीहरूलाई लखेट्यो, जो काठमाडौँका निम्न मध्यम वर्ग गरिबहरू। र हामी पनि तपाईँको फुटपाथमा गएर सामानहरू यसो किनेर सस्तोमा पाइन्छ भनेर हामी त्यो दरबार मार्फत त्यो ब्रान्डेड कपडा किन्न जान सक्दैन हामी गरिबहरू। भनेपछि हाम्रो निम्न मध्यम वर्गको लागि, इभन मध्यम वर्गको लागि पनि एउटा सपिङ क्षेत्रहरू थियो, फुटपाथहरू त्यहाँ लखेटेर कुनै व्यवस्थापन बिना जथाभावी नगर प्रहरी गएर जाने, सबै सामान तपाईँको चाहिँ लुट्ने, त्यसपछि नगर प्रहरीहरूले त्यहाँ के गर्ने, त्यो गरिबको सामानहरू लुटेर गरिबलाई लखेट्ने यो राजु पाण्डेलाई चाहिँ भोट नहाल्नु होला। यो बालेन शाहको झोले हो, यसलाई हराउनु भयो भने म खुसी हुनेछु। यो मान्छे चाहिँ तपाईँको जित्न लायक मान्छे होइन, अरूसँग सरोकार छैन। हामीले यस्तै पात्रहरू गरिबको दुश्मनलाई हराउने हो, भ्रष्टाचारीलाई हराउने हो, कुशासनको मतियारलाई हराउने हो। यो राजु पाण्डेलाई जिताउ होइन हराउ भन्न चाहन्छु। अहिले चुनावमा हेर्नुहोस् कसलाई जिताउने भन्ने मात्रै होइन कि कसलाई हराउने भन्ने पनि हेर्नुपर्दछ। राजु पाण्डेलाई चाहिँ हराउनु होला।